सो हामीले बुक्सटाब अनि बुक्सटाभेरियनको अर्थ त बुझ्यौँ। त्यसो भए अब प्रनाउन्स कसरी गर्ने त? हुन त अङ्ग्रेजीमा भएकै सबै जेटसम्मै हुन्छ, हामी देख्न सक्छौँ। तर त्यससँगै अरू एक्स्ट्रा 5वटा पनि छ। त्यो चाहिँ हामी नेक्स्ट टाइममा हामी त्यसको विषयमा बुझ्नेछौँ। तर अहिलेलाई चाहिँ हामी यिनीहरूलाई प्रोनाउन्स इङ्ग्लिसमा होइन, डयचमा अर्थात् जर्मन भाषामा चाहिँ कसरी प्रोनाउन्स गरिन्छ त त्यो सिक्नेछौँ। सो हामी एलाई भन्छौँ आ, एलाई भन्छौँ आ, बीलाई भन्छौँ बे, सीलाई भन्छौँ चे, डीलाई भन्छौँ डे, ईलाई भन्छौँ ए, अनि एफलाई भन्छौँ एफ नै। त्यस्तै हामी जीलाई भन्छौँ गे, अनि एचलाई भन्छौँ हा, आईलाई भन्छौँ ई, जेलाई हामी दुई तरिकामा भन्न सक्छौँ, योट अथवा योक्ट है। हामी यो दुई तरिकामा भन्न सक्छौँ। केलाई भन्छौँ का, एललाई भन्छौँ एल नै, एमलाई एम नै, एनलाई एन नै भन्छौँ। त्यसपछि हामी ओलाई भन्छौँ ओ नै, तर पीलाई भन्छौँ पे, क्यूलाई भन्छौँ कु अथवा खु, अनि आरलाई भन्छौँ यर, अनि एसलाई भन्छौँ एस नै, तर टीलाई भन्छौँ टे, युलाई भन्छौँ उ, भीलाई भन्छौँ फाउ, अनि त्यसपछि डब्लुलाई भन्छौँ वे अथवा वे अथवा वे भन्न सक्छौँ। त्यसपछि एक्सलाई भन्छौँ हामी इक्स, वाईलाई पनि दुई तरिकामा भन्न सक्छौँ, एप्सिलोन अथवा भन्न सक्छौँ योप्सिलोन अथवा एप्सिलोन, अनि जेटलाई भन्न सक्छौँ जेट है। हामीले बुझ्न सक्यौँ। सो भनौँ आ, बे, चे, डे, ए, एफ, गे, हा, ई, योट, योक्ट, का, एल, एम, एन, ओ, पे, कु, खु, यर, एस, टे, उ, फाउ, वे, इक्स, एप्सिलोन, ओप्सिलोन, जेट।